हेलो साथी, के छ? आरामै हुनुहुन्छ होला नि है? आज के हामीले खिर बनाउन लागेको है। अनि अस्तिकै साउन 15 मा हामीले खाएनौँ नि त, त्यस्तै भएर त्यही भएर मैले चाहिँ आज बनाउन लागेको छु। र मेरो दुध पनि यहाँ उम्लिसक्यो है। दुध उम्लिँदैछ। त्यहाँबाट मैले चामल राखेँ। मैले फेरि चामल हालिसकेपछि आफ्नो स्टाइल हुन्छ है। मैले पहिला दुध तताएँ अनि चामल हालेँ। अनि यो नचलाउने भनेखेरि उत्तिखेर डल्लो परिहाल्छ कि साथीहरू, त्यही भएर चामल हाल्दा बित्तिकै चलाइराख्नुपर्छ। अनि मैले यता सब्जी बनाउनको लागि तरकारी पनि रेडी गरिसकेको थिएँ। अनि मैले यहाँ नरिवल सारियल सबै काटेर रेडी गरेँ। अनि मेरो खिर यत्तिको भयो साथीहरू है, पाक्न लागिसकेको छ। त्यहाँबाट मैले चाहिँ त्यो नरिवलहरू हाल्दै अनि चिनी पनि लास्टतिर हाल्छु कि मैले चिनी है। अलि पहिल्यै हाल्दिनँ कि अलिक डढ्छ नि त चिनीले, त्यही भएर मैले अलिक पाक्ने बेलातिर हालिदिन्छु। अनि मैले यहाँ लङ सुकमेल अनि यो जाइफल पनि कुटेर काटेर ठिक्क पारिसकेको थिएँ। अनि फेरि म यो लास्टतिर हालिदिन्छु कि खिरमा है। अनि यो लास्टमा हाल्दैछु अलिक बास्ना आउँछ नि त। मेरो खिर यत्तिको भइसक्यो। अनि म यत्तिको भएपछि चलाउँदैछु। कसलाई मनपर्छ साथीहरू। अनि चाहिँ मैले यो चाहिँ घिउ हाल्दिएँ कि, अनिखेरि आफ्नो स्टाइल हुन्छ होइन पकाउने। मैले चाहिँ घिउ हालिदिन्छु कि घिउ हाल्दैछु फेरि लपक्क लाउँछ कि है। के बिर्सेँ भनेको त घिउ हाल्न बिर्सेँ रहेछु। अनि पहिल्यै नहालेपछि मैले चाहिँ पछि हालिदिन्छु कि घिउ है। त्यहाँबाट मैले चाहिँ यो जाइफल लङ सुकमेल यताउति कुटेको धुलो पनि हाल्दिएँ है। अनि म यहाँ चलाउँदैछु। अनि मेरो खिर चाहिँ यहाँ पाक्न लागिसकेको छ क्या साथीहरू। यत्तिको भइसक्यो। अनि मैले चाहिँ यता सब्जी बनाउनको लागि के अनि कराही बसालिसकेँ, तेल पनि हालेँ। मेरो खिर चाहिँ यता पाकिसक्यो साथीहरू। अनि मैले मेथी अनि फेरि जिरा अनि फेरि पड्काएँ। त्यहाँबाट म प्याज हाल्छु साथीहरू। मेरो खिर चाहिँ यता पाकिसक्यो, रेडी भयो। अनि यता चलाउने उसमा चक्करमा प्याज नै ढलेछ साथीहरू। अनि फेरि मैले चाहिँ आलु भुट्छु कि पहिले। अनि फेरि आफ्नो स्टाइल हुन्छ पकाउने है। मैले चाहिँ पहिला आलु नै भुट्छु। त्यहाँ मैले चाहिँ फेरि बोडी हालिदिएँ। अनि मैले चाहिँ यहाँ चलाउँदैछु प्राकप्रुक पार्दै चाहिँ। अनि फेरि म चाहिँ यसलाई एकछिन ढोकिदिन्छु साथीहरू। यहाँ मैले नुन बेसार मसला चाहिँ हालिसकेँ। त्यहाँबाट मैले ढोकेर नि निकालिसकेँ। अनि यता मैले चाहिँ टमाटर काटेर रेडी गरिसकेको थिएँ कि हाल्नको लागि। अनि मैले चाहिँ यो टमाटर चाहिँ ट्याक्क बिचमा हालिदिन्छु कि साथीहरू। यो बिचमा हालेपछि ट्याक्क पाक्छ नि त। त्यहाँबाट बिचमा हालेर ढोकिदिन्छु। अनि ढोकेर नि पाकिसक्यो मेरो सब्जी। यता खिर नि बनिसक्यो। त्यहाँबाट मेरो सब्जी खानालाई रेडी भइसक्यो। त्यसबाट अनि म चाहिँ यहाँ भगवानलाई चढाइदिन्छु कि साथीहरू सुरुमा। अनि म चाहिँ यता प्लेटमा राख्दैछु। मेरो छोरो चाहिँ उता खानालाई आतुरी भइसक्यो कि उसलाई। त्यहाँबाट म चाहिँ प्लेटमा राखेँ। अनि मेरो छोरो चाहिँ खाँदैछ। अनि मिठो भए मम्मी भन्दैछ कि। आजको लागि यति नै साथीहरू, बाई बाई।